हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, रमाइलो हुनुहुन्छ होला। धेरै पछि हामी ब्लग बनाउन आइएका छौँ। मिरर कस्तो देखेको छ अहिले, बाइक अन्त्य गएर देखाउँछु हजुरहरूलाई। अरू त केही छैन त्यस्तो, हल्का बुद्ध जयन्ती हो। एउटा साथी, मलाई त यो मोबाइलकै समस्या लाग्छ यार धेरै जसो। राति 8 बजेपछि हामी बुद्ध जयन्ती जाँदैछौँ भन्न, भ्याइएपछि पुगिन्छौँ। त्यही हो, गएर हेरौँ के हुन्छ अब कसो, हजुरहरूलाई अगाडि भेट्नेछु। अनि अहिले हामी कतै गइहालेछु भने बुटोल सुटोल या यस्तै समथिङ। अहिले टाइम छ, त्यही अन्त्य कहीँ गइहाल्यो नि गइहाल्यो, नत्र हेरौँ। हेरिराख्नुहोस्, हजुरहरूले जम्मा 7 फलोवर्स गाइज, 7 फलोवर्समा अड्काइदिनु हुन्छ क्या। चित्तै बुझेन 7 फलोवर्स। 7 फलोवर्स भन्दा सब्सक्राइबर सेयर गरिदिनुहोस् न। 200 सब्सक्राइबर चाँडै बनाऊँ। कस्तो अस्ति 76 थियो, 193 थियो, फेरि घटेर 190 थियो, अहिले फेरि 193 छ। हजुरहरू सब्सक्राइब गर्न कस्तो भाउ खोज्नु भएको। एक त मेरो यो एयरफोनको पनि हल्का पङ्की चलिरह। अब सिम पिनको भनौँ कि के को भनौँ, चार्ज गर्ने पोर्टको बेला बेलामा सपोर्ट गर्छ, फेरि सपोर्ट गर्दैन पनि, त्यही भएर अलि छ्याउ भइरह। अनि फोन पनि अहिले फुटेर धस्तै छ, त्यही भएर भिडियो राम्ररी हाल्न पाएको छैन। सर्ट भिडियोहरूमा माया देखाइदिनुहोस्। अहिले अब साथीलाई लिन गइरहेको छु, त्यसपछि हेरौँ के कहाँ भेट हुन्छ। त्यसपछि फुलहरू कस्तो राम्रो फुलेछ हेर्नुहोस् ल। अब अगाडि कहीँ गइहाल्यो नि भेटौँला है त। ल नि गाइज, अहिले हामी बुटोलतिर जाँदैछौँ भन। बाइकको नयाँ लुक्सको भिडियो सिडियो बनाउँछौँ। हल्का नुवाकोट सुवाकोट गएर होला सायद, मेबी। पहिला बुटोलतिर गएर यसो खाजा साजा खाने रे साथीले, भोक लागा। त्यसपछि अनि नुवाकोटमा गएर हेरौँ, फोटो सोटो भिडियो सिडियो सुट गरौँला नि त। मौसम इन्जोय गर्नु, मौसम कस्तो दामी हुन्छ। जेस पानी परेर अहिले दिउँसो बिहान आमा ड्युटीबाट भिज्दै घर गइएको नि त। गाइस 7 सब्सक्राइबर ओन्ली, प्लिज सब्सक्राइब माई च्यानल। हजुर यही भैरुवादेखि बुटोलको बाटो के देखाइराख्ने हो डेली। डाइरेक्ट हामी नुवाकोट पुगेपछिको हल्का फुल्का उस बाटोहरू देखाइदिन्छु नि त। भिडियो धेरै लामो नबनाऊँ क्या, अहिले फेरि बुद्ध जयन्तीको पनि देखाउनै छ। बाई बाई, बुटोल गएपछि भेट हुन्छ है त। अब बुटोलको हेर्नु गाइज, मौसम कस्तो खतरा देखेछ। हरिब देखेछ यार मौसम यार। बुटोल पनि आइपुग्न लायौँ। अब यहाँबाट धेरै टाढा छैन। मौसम पुरा चिसो चिसो छ बुटोलतिरको, आराम। अगाडि पहाड, पुरा बादल, यताउता क्लाउडी मौसम सही लाग्छ क्या गाइज यार। जसले जेसुकै भन्नुहोस् न, भ्यूहरू छेक्किन्छ भन्यो भने पनि, तर क्लाउडी मौसम भनेको चाहिँ भेरी गुड लाग्छ क्या मलाई यार। हरेक देखिन्छ, दामी देखिन्छ क्लाउडी मौसममा। क्वालिटी त्यस्तो राम्रो छैन होला के अरे, 0.6 को के अरे 30 FPS, 1 खासै राम्रो त देखेको छैन। 180-60 FPS मा रिकर्ड गर्छु, हेरौँ कस्तो कतिको देखिँदो रहेछ है त।
कतिको देखिन्छ फेरि त्यही एडिट सिडिट गऱ्यो भने क्वालिटी त्यहीमै घट्छ के अरे झ्याउ छ त्यसैमा त्यही पनि हेरौँ न कतिको देखिन्छ बन्द गरेर फेरि खोल्छु यो 1080 फ्रेम अनि 60 fps त्यसको क्वालिटी हो कतिको देखिएछ राम्रो फेरि यसमा देखाउँदाखेरि फेरि तलै झुक्न पर्ने हो त्यही अलि झ्याउ छ मौसम तर दामी छ न कमेन्ट अन बिलो है गाइस कसलाई क्लाउडी मौसम दामी लाग्छ त्यहाँ त झन् शीतल हावा आयो होला उतै त हो ऊ त्यो डाँडा छ नि त्यो बुद्धको मूर्ति जस्तो देख्छस् नि सानो त्यसको यतापट्टिको जुन त्यो टुप्पो छेके छ नि त्यही हो मलाई के हो सायद 10 देखाउँछस् के गर्नु गाइज गर्मीमा पहाडतिर आउनु पर्छ चिसो चिसो हावा खानलाई हरिब चिसो हावा चलेछ साइले यतातिर ठुलो छ तर अहिले बाटो चाहिँ बनेको छैन है गाडी 2 लाइन होइन 4 लाइन बनाउँछ जस्तो छ 4 लाइन त हुन्न होला गर्मीमा चाहिँ आउनु पर्छ है बुटोल सहरतिर त बुटोल सहर भन्दा पनि नुवाकोट या पाल्पातिर जानु पर्छ चिसो चिसो हावा खान छ भने चिसो हावा आमै दुईटा अघि तीनटा तेप्पुल कटेपछि सुरुको बस स्ट्यान्ड हेर्ने यो यहाँ यता हेरे नि भयो टक्क आयो नि नुवाकोट मौसम त हरी बच्छ नि मेरी जान मौसम तर दामी देखियो नि ओ बफाई अरे रे 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 यमराज दादा आउनु छ धुलो फुलानु भयो ठुल्दाइले काट्नुस् 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 छिटो हामी जान्छौँ
बेवफाई नुवाकोटको डाँडा चढौँ है त गाइस ठाडै उकालो छ रात है मनिष दाईको स्कुटी चढेछ मनिष दाईको स्कुटी चढेछ मजाक गरेको भए अरूको स्कुटी हो अहिले यहीँतिर छेउ यही राखेर फोटो खिच्नु पर्छ भिडियो बनाउनु परेन थाके रहेछ बाइक पंखा घुमेको हेर्न लाग्छ डरै लाग्छ बे त्यस्तोमा बाइक राख्नुलाई अस्ति उता चटपट खानलाई बाइक राखेको बाइकै पल्टिदिएको यहाँ बाइक राख्नुपर्छ लगाइ अब ब्यागहरुमा जाने हामी रेडी भइसकेको छौँ भनौँ कालो पाइप जुत्ता ब्ल्याक सब बाइक फेरि यहाँ चाहिँ सेतो होला कस्तो छ त बाइक्सको नयाँ लुक्स मिरर अब ब्यागहरुतिर जाने हो त्यसपछि नाइटमा राम्ररी खिच्चिन्न के अरे त्यही भएर भनौँ न लुम्बिनी गएको भिडियो बनाइदिन्न भनौँ लगाइ लुम्बिनी आइयो लगाइ छु यस्तै छ यहाँ मान्छे क्राउड अगाडि भित्र गएपछि अरू हेरौँला उतातिर कन्सर्ट चलिरहेछ कन्सर्ट जानलाई बजेट नै क्राउड यस्तै हो बाइकलाई चाहिँ केही नहोस् पार्किङको बाइकलाई चाहिँ हिँड्दै जाने भयो भन्छ लुम्बिनीको क्राउड हेर्नुहोस् यसपालि डिजे सिजे केही छैन सानोमा म यहाँ खेलेको थिएँ कि त्यस्तै पारा यता उता गर्दै तर बाटोमा पुल भत्किएको भनेर पुल भत्किएको होइन पुल नबनाएर हो भत्केर पुल बनाइदिनु पुल नबनाएर अलिक दुःख पाउँछ न त अन्त केही छैन जाने बेला
शान्तिद्वीप यहाँ बोटिङ गर्ने ठाउँ बोटिङबाट सर्वपति मन्दिर हो गोगोबाली यता स्टेजमा हामी नाचेको थियौँ भिडियो सानो क्लिप हालिदिन्छ छ भने अब तो आजा तू कहीं से परिंदों की तरह ये दिल है सफर में तू मिला दे जिंदगी से बस इतनी इल्तिजा तू आके एक दफा जो दिल ने ना कहा जान ले ए सुभद्रम साथीहरू आए गाइस मलाई भिडियो पनि बनाउन दिन्ने यो मुर्दाहरूले भाग्दैछ म त हेरेँ म त खोजेको भन्छु एक्लै छोडेर जान्छ गाइस हामी सानो बुद्ध भगवान रातिमा पनि यस्तो क्राउड छ सोच्नुहोस् अब हजुरहरूले दिउँसोमा कस्तो होला भनेर रातिमा बाइकभित्र ल्याउन देखेन दिउँसोमा ल्याउँदैछ दिउँसोको जतिले छिरायो छिरायो अब बाइकको हालत कस्तो हुन्छ त्यही डर लाग्छ बाटो जानु हुन्छ के भाइ लुम्बिनी भनेर आम्बै अगाडि घुस्ने अब मान्छन् कि जनावर क्राउड हेर्नुहोस् न फोन गरेछ रे आंटी जाते आटे नंबर ले ले आटू हां नंबर ले ले आटू जाते हम किचन गर भनेको के तिमी पागललाई मैले ब्याग बोकेको सरले कपाल कोर्नलाई काहीँ बोक्नलाई ब्याग बोकेर आएको के आइज बुढी उठाएको बुढी उठाएको बाबु त्यो सम्पत्ति भएन नि त फेरि त जानै दिन्न नि त बाबाले त फेरि घर फोन प्यारेन्ट्सलाई बोला बाइक उठा त यो सम्पत्ति भनेको हैन रे मैले पाएको अरु ल मेरो साथी जुत्ता कुरेछ म भित्र आछु मान्छे खोज्न अब कहाँ हो मान्छे मान्छे खोज लगाइस लुम्बिनीको भ्लग यो सी यू नेक्स्ट भ्लग 1000 अब 200 सब्सक्राइबर कम्प्लिट गराइदिनु साढे है त ल बाई बाई